नेपालका युवा ब्याट्सम्यान रौनक श्रीवास्तवले मलेसियामा जारी एससीसी U16 इस्ट जोन कप प्रतियोगितामा शानदार शतकीय पारी खेलेका छन्। उनले मंगलबार भुटान विरुद्धको खेलमा 132 बलमा 168 रनको आक्रामक शतकीय पारी खेल्दै नयाँ रेकर्ड बनाएका छन्। उक्त 168 रन बनाउने क्रममा 16 चौका र 5 छक्का प्रहार गरेर इतिहास रचेका हुन्। उनी नेपालका लागि कुनै पनि प्रारम्भको क्रिकेटमा उच्च स्कोर बनाउने ब्याटर बनेका छन्। यसभन्दा अघि नेपाली क्रिकेटको यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो। अर्जुन कुमालले एससीसी U19 प्रिमियर कपमा साउदी अरेबिया विरुद्ध 142 रन बनाएका थिए। त्यो रेकर्ड आज रौनक श्रीवास्तवले तोड्दै 168 रनको ऐतिहासिक इनिङ खेलेर रेकर्ड आफ्नो नाममा दर्ता गरे। रौनकको रोमाञ्चक इनिङको माध्यमबाट नै भुटानलाई 359 रनको विशाल लक्ष्य दिइयो। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेटको क्षतिमा 358 रन बनायो। भुटान विरुद्ध नेपालको सुरुवात अपेक्षाकृत भएन। 17 रनमै नेपालका दुवै ओपनर गुमायो। उक्त 2 विकेट गएपछि आएका ब्याटर रौनकले नेपालको ब्याटिङ सम्हाले र तेस्रो विकेटका लागि रौनकले शिवांश बजगाईसँग 84 बलमा 91 रनको साझेदारी गरे। शिवांश बजगाईले 52 बलमा 5 चौका सहित 54 रनमा पभिलियन फर्किए। त्यसपछि चौथो विकेटका लागि रौनक र सुगम बुढाथोकीले 61 बलमा 72 रनको पार्टनरशिप बनाए। सुगमले 33 बलमा 4 चौका सहित 35 रन जोड्दै आउट भए। त्यसपछि पाँचौं विकेटका लागि रौनकले र जोय थापाले शतकीय साझेदारी बनाए। उनीहरूबीच 130 बलमा 170 रनको साझेदारी बन्यो र जोय थापाले 67 बलमा 7 चौका सहित अभिजित 61 रन बनाए। अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जयसी यस खेलमा भने 14 बलमा 7 रन मात्र जोडेर पभिलियन फर्किए। ओपनर सस्तैमा फर्किए पनि रौनकले उत्कृष्ट पारी खेल्दै 359 रनको लक्ष्य भुटानलाई दियो। उक्त 359 रनको लक्ष्य पछ्याएको भुटान 32.4 ओभरमा 60 रन बनाउँदै आफ्ना सबै विकेट गुमाई अल आउट हुन पुग्यो। उक्त भुटानलाई 60 रनमै समेट्ने क्रममा नेपाली टिमका क्याप्टेन विपिन प्रसाद शर्माले उत्कृष्ट बलिङ गरे। उनले 10 ओभर बलिङ गर्दै 7 रन मात्र दिई 4 विकेट लिए। त्यस्तै सचिन भट्ट र सुयोगले समान 2-2 विकेट लिए र भुटानलाई 60 रनमै समेट्दै नेपालले 198 रनको जित हात पार्यो र यससँगै नेपालले लगातार चौथो जित निकाल्यो। नेपाल यस प्रतियोगितामा हालसम्म अपराजित रहेको छ र नेपाल अपराजित रहँदै सेमिफाइनल खेल्नेछ र यो प्रतियोगिताको फाइनल खेल असार 25 मा हुनेछ। आगामी दिनमा पनि क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट हेडलाइन्स बाइ केपी च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।